मलाई के लाग्छ भने पूर्व राजा ज्ञानेन्द्रलाई कसले उक्साइरहेछ, कसैले उक्साइरहेछ। अब तपाईँको बेला भयो, फेरि तपाईँ शासन सत्तामा फर्किने बेला हो भने उनले शासन गरे कस्तो थियो यति सम्झे पुग्छ। उनले हिजो शासन कस्तो गरेका थिए र कसरी उनले बिदा भएर हिँड्नु पर्यो त्यति सम्झे पुग्छ। त्यसो हुनाले राजाले, पूर्व राजा ज्ञानेन्द्रले आफ्नो थानमा बस्दा राम्रो हुन्छ। राजनीतिमा आउने भए साँच्चै उनले पार्टी खोलेर आजदेखि म पार्टी चुनावमा आएँ, आउँदो चुनावमा म चुनावमा भाग लिन्छु भनेर बोल्दा राम्रो हुन्छ। र अहिले जुन खालको मलाई अब उनी केही पनि होइन, पूर्व राजा हो, उनी केही पनि हो, उनी यो राष्ट्रको अहिलेको राजनीतिको हकदार होइनन्, यति बुझ्नुपर्छ। तपाईँले यो भन्दाखेरि चुनावमा आउनुपर्छ भन्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सदस्य ज्ञानेन्द्र साईले चाहिँ 84मा चुनाव होइन, जनमत सङ्ग्रह गरौँ, राजा चाहिन्छ कि चाहिँदैन त्यहीबाट थाहा हुन्छ भन्नुभएको छ। जनमत सङ्ग्रह चाहिँ कतिको उचित हो? होइन, जनमत सङ्ग्रह त परारै सारा जुलुस भएर जनताले रिङ रोड घेरा हालेर चाहिँ उनलाई बिदा गरिसके त राजा आफैले चाहिँ म छोडेँ, अब म बिदा गएँ, जनताको नासो जनतालाई दिएँ, म हिँडेँ भनेर नारायण हिटबाट बिदा भयो। होइन, अब किन चाहियो जनमत सङ्ग्रह? जनमत सङ्ग्रह त्यही बेला भइसक्यो नि, 62-63 आन्दोलनले जनमत सङ्ग्रहको रूप लिइसक्यो नि, अब के जरुरत भयो? केही जरुरी छैन। अब उनी फर्कने कुनै सम्भावना छैन, म देख्दिनँ। म फेरि पनि भन्न चाहन्छु, यदि ज्ञानेन्द्र शाहले हिजो ती जनविद्रोहीहरूको हत्याराले फेरि त्यस्तो किसिमको परिकल्पना गर्ने हो भने नागरिक बनाएर जङ्गलमा राखेका छौँ, अब अनागरिक बनाएर काँसी पुऱ्याउनुपर्छ हेर्नुहोस् है। त्यो कारणले गर्दाखेरि आयो हो भने फेरि आऊ चुनाव गर, तिमी पनि राजा बन्ने व्यवस्था छ। हिजो तिम्रो व्यवस्थामा यो थिएन नि त। राजालाई कुन स्थान दिने हो तपाईँहरू सल्लाह गर्नुहोस्। हामीले सोचेको त अर्कै तरिका छ, तर तपाईँहरू नै भन्नुहोस् राजालाई कुन ठाउँ दिने हो। राजालाई पनि ठाउँ दिउँ, राजादेखि माओवादीसम्म अटाउने एउटा नयाँ व्यवस्था निर्माण गरौँ र देशलाई निकास दिउँ। होइन भने, मान्नु भएन भने विद्रोह त हुन्छ नै, विद्रोह हुन्छ नै, यो कान खोलेर सुने हुन्छ। यो हामी कसैले थामेर थामिँदैन। र एउटा जिम्मेवार राजनीतिक पार्टीको हिसाबले मैले भन्छु र जिम्मेवार राजनीतिक पार्टीको अध्यक्षको हिसाबले भन्छु, शालीनतापूर्वक म दलहरूलाई, नेतालाई, अहिलेको प्रधानमन्त्री र अहिलेका ठुल्ठुला नेताहरूलाई भन्न चाहन्छु, देशले थप क्षति नबिहोरोस्, देशले थप द्वन्द्व बिहोर्नु नपरोस्, हामी त्यो चाहन्छौँ। त्यसकारण सल्लाहबाटै देशमा परिवर्तन